वेलकम चाहिँ गाइस सबैजना सन्चै हुन्छ म पनि ठिकै छु सबैजनालाई ह्याप्पी दसैँ गाइस जम्मा हुनु पनि भयो अनि दसैँको लागि तयारी पनि हुन लागेको छ गाइस अनि तयारी पनि भयो तर हेर्छन् त दाजुले त मासु काट्नु लाउनु भयो रहेछ अनि मासु काटेर पनि भिन्नलाई दाजुले मासु काटेर पनि भिउनु भयो मासु काटेर पनि भिउनु भयो अनि टक्क लाएर धोइदिए बार अनि हाम्रो काटेको हेरेर त भएन भात पकाउनु पनि पर्यो अनि भात पनि पकाएर भिउनु भयो तर्कले पका भन्नुहुन्छ त अब चाहिँ तर्कले गिरी भुट्न लाग्थेँ पनि भुटेर भ्याएँ मैले चाहिँ मासु लाग्छु अनि मासु चलाएर मैले पनि ढाकिदिएँ फाइनली हाम्रो मासु पाक्यो अनि भात पनि पाक्यो अनि सबै दाल पनि पाक्यो रेडी भइसक्यो हाम्रो खाना आजको लागि अनि पकाएर मात्र त भएन एउटा मासु चेक गर्नु पनि पर्यो भनेको त मासु त बाउले भइदिएर केटोबाट केटोको त जान लाउनु भन्नु होला अनि कहाँ जाने गाई टिको चिको लाउनु पर्यो नि त टिको लाउँछ त भाइ त्यत्रो बुढो टोपी पो लाएर बस्छु अझ म भन्छ त बा अनि हजुर आमाले चाहिँ मम्मीले टिको लगाइदिनु लाउनु भएको छ मम्मीले पनि टिको लाएर भेनु अनि मेरो पालि आयो मैले पनि टिको लाउनु अनि टिको सिको लाएर पनि भएँ अनि त्यसपछि त फोटो खिच्नु पर्यो भन्नुहुन्छ त घरको लागि फोटो सोट खिचेर मात्र त भएन खाना खानु पनि पर्यो खाना खाएर पनि भए दाइले भाइले खाँदै रहेछ